नेपालका हरेक गाउँ हरेक बाटोमा पर्यटकीय सम्भावना लुकेको छ। हामीले माइक्रो टुरिज्मको अवधारणालाई आत्मसात गर्दै एउटा सानो तर अर्थपूर्ण यात्राको सुरुवात गरेका छौँ। यो भिडियो हाम्रो सानो प्रयासको कथा हो, जहाँ तीन साथीको मित्रता र हिमाली पहाडी सौन्दर्यको अनुपम सङ्गमको मिलन छ। हामी तीनजना साथीहरूको हरेकको आफ्नै सपना, आफ्नै व्यस्तता, तर एउटै लक्ष्य बोकेर हिमाली जिल्ला म्याग्दी र पहाडी जिल्ला बागलुङ र पर्वतका झोलुङ्गे पुलहरूको पदयात्रामा निस्केका छौँ। पुलहरू त हाम्रा नदीहरूका अङ्ग हुन्, तर हामीले ती पुललाई हाम्रो साहसिक यात्राको सेतु बनायौँ, हाम्रो मन जोड्यौँ, जसरी पुलले दुई किनारालाई। हाम्रो यात्रा सुरु भयो बागलुङ बजारबाट। अनिल साथीको अटो रिक्सामा चढेर हामी बागलुङको उत्तरी क्षेत्र रत्नेचौर म्याग्दीतिर लाग्यौँ। बाटोमा गफ गर्दै हाँस्यौँ र मित्रताका पुराना कथा ताजा गरायौँ, जस्तो कि यात्रा गन्तव्यभन्दा पनि साथीहरूसँगको भलाकुसारी हो भन्ने कुराको अनुभूति गरायो। साथी भनेको यात्राको आफैमा सबैभन्दा सुन्दर गन्तव्य हो। रत्नेचौर पुग्दा हामीलाई लाग्यो मानौ जमिनले सुन उमारेको छ, पहेँला सुनले सारा संसार भरिएछ। नमस्ते र ग्रिटिङ्स। आज हामी हिमाली जिल्ला म्याग्दी धौलागिरीको काख रत्नेचौरमा छौँ। रत्नेचौर जहाँ रत्न जस्तो रातो माटो, सुन जस्तो तोरी फलाउने सामर्थ्य राख्छ। र यो ऐतिहासिक भूमिबाट हामी हिमाली जिल्ला, पहाडी जिल्ला सँगसँगै गरेर कालीगण्डकीको किनारमा हाम्रो पदयात्रा त्यो पनि 1 घन्टामा सक्नेछौँ, 3वटा जिल्लालाई छोएर। बागलुङबाट आउनुभयो? बागलुङ के कामले जानुभएको थियो? बुढो मान्छे हजुर भए हजुर हजुर हिँड्ने एक्सर्साइज गर्न पर्यो भनेर हिँडेको छ। ए एक्सर्साइज गर्न जानुभयो? घुमेर जस म्याग्दी जिल्लाबाट बागलुङ जिल्लामा यो पुलले गर्दा नि हजुर हजुर 1 घन्टा लाउने बाटो 15 मिनेटमा पुल तर्ने भइया छ। त्यही त नि, सजिलो भयो। ए ल हस् भयो है त। ल ल राम्रोसँग जानुहोस् है। हजुर भिडियो आउँछ तपाईँको टक्क। ल बाई बाई। यस्ता बिहान कतिखेर गयो त बिपरेक गर्ने भने कुण्डुलेको एकदमै यो मनिलो ठाउँ हो। यहाँ अहिले मकै छ भने केही समयपछि तोरी, त्यस्तै गरेर 3 बालीसम्म हुन्छ। अब आफ्नो गाउँठाउँमा घुम्दै गर्दाखेरि हामी तीनैजना एउटै उमेरका साथी छौँ। थोरै मेमोरिज भनिदिनु त यो ठाउँको। जस्तो अब यो ठाउँको चाहिँ अलि हिँड्दै नै रहेको छ। पहिला अब सानो बेला भर्खर सबैसँग बाइक, कसैको अङ्कलको बाइक, कसैको मामाको बाइक, दाइको बाइक, हामीसँग अब त्यो लाइसेन्स पनि छैन। त्यो बेलामा बाइक लिएर चाहिँ तर घुम्न आयो, अनि यहाँ आयो, हावा खायो, एकछिन ह्याङआउट गऱ्यो, अनि फर्क्यो। त्यस चाइल्डहुडको चाहिँ धेरै मेमोरिजहरू छ यो ठाउँको। अनि त्यसै गरी विमललाई यो ठाउँसँग? मलाई त खै त्यस्तो केही मेमोरी छैन, तर तिमीले भर्खर भने जस्तो यहाँ बाँदरले मकै खान आउँछन्, बाँदर लखेट्ने घर बनाएको भन्ने विषयमा सोच्दै थिएँ। यो खेत बाँदरको हो कि मान्छेको पहिलाको भन्ने कुरैमा म कन्फ्युज छु। बाँदरले पनि खान पर्ने त होला होइन? यो हामी आउनुभन्दा पहिला बाँदरै आएका हुन् होइन? हामी पनि उनीहरूकै एउटै रुट हो भन्ने बुझाइ छ। त्यस कारण अब यो खेत बाँदरको पनि भागमा पर्छ। तसर्थ यो बाँदरले खानेकुरामा खासै आपत्तिजनक नहुनुपर्ने हो कि त बाँदरले छुट्टै एउटा व्यवस्थापन गर्नुपर्ने हो, राज्यले ट्रेन गर्नुपर्ने हो बाँदरलाई। तैँले यताको होइन मान्छेको यताको भनेर त्यसलाई छुट्टै लगाइदिनुपर्छ बाली कि पहिला पनि त जङ्गलमा। अनि यो क्या
यो बाँदर धमाउनु पऱ्यो बाँदर कन्ट्रोल गर्नु पऱ्यो भनेर यो संसदमै कुरा उठेछ होइन र यो त होइन यो एकदमै गम्भीर विषय छ बाँदर धपाउने यसलाई यो भन्ने यो मान्छे धपाउनु पर्ने खासै प्रकृतिबाट अहिले यो पृथ्वीबाट खासै मन लागेको त हाम्रा कारणले भएका प्राणीहरू जनावरहरू पशुपक्षीहरू हरेक कुरा सबैले दुःख पाएको छ हामी आफ्नो स्वार्थका लागि सबैलाई दुःख दिइरहेको छौँ भने बाँदरलाई धपायो भने हामीले धपाउनु पर्छ जस्तो लाग्छ मलाई चाहिँ मेरो चाहिँ त्यस्तो बुझाइ छ बाँदर कतिको आउँछ नि त आजभोलि दिनभरि नै यतै भयो त्यसो भने अब यसो बाँदरसँग मिलेर बस्ने काम क्यार गर्न सकिन्छ खै यो त जग्गा बाँदरको नि होला के होइन र उसले एकदम उसले खानु पऱ्यो के गर्ने होला यसलाई भन्ने त्यही हो के फेरि बेहोरा कस्तो छ भने खाने मात्रै काम गर्दा अगाउ चोर जान्थ्यो नि अनि लुस्ने फाल्ने भनेर त्यो बिजोग बनाइदिने क्या मिठो छ कि नै भन्दै अनि त्यही भयो त्यसको अलिकति समस्या ल गइयो है त पहिला बाका पालामा गुरुकुलमा गर्नुपर्ने जङ्गलमा गर्नुपर्ने मिल्छ जहाँ गर्ने ज्ञानीमा जाने स्कुल हामी अहिले कुडुली आइपुग्यौँ यहाँ आइपुग्नको लागि हामीलाई आधी घन्टा जति लाग्यो होला उताबाट यो चाहिँ बानेपा नगरपालिका 4 कुडुली हो यो पनि उता रत्नेचोरको जस्तै एलिभेसनमा छ अनि एकदमै सम्म भूभाग तोरी फल्ने धान फल्ने मकै फल्ने अब यहाँबाट हामी तल लामाचोर ओडाचोर हुँदै फेरि अर्को जिल्ला प्रवेश गर्छौँ हामी अहिले अब यहाँ लामाचोर भनौँ लामाचोरमा आएर सानो चटपटे पसल पनि रहेछ अनि सानो ब्रेक लिएछौँ यहाँ अर्ग्यानिक काको तान ल पहलम कस्तो कलिलो छ नि बा त्यस्तो वर्षमा 1-2 मात्र हो क्या पाउने होइन अब त्यसपछि चटपट खान्छु चटपट पसल पनि अहिलेको लागि एकदमै सानो व्यवसाय राम्रो व्यवसाय जताततै फस्टाउँदै कस्तो छ अहिले हामी ठ्याक्क लामाचोरको फाँटमा छौँ यो चाहिँ पहिला मेरो आमाको माइत मेरो मम्मीहरूको मामाहरू पनि हो सानोमा दसैँमा टिका लगाइयो भने अब म मामाघरमै हुर्केको अनि कहिलेकाहीँ अब घर उता पाङमा हजुरबाकोबाट टिका लाएर आउने अनि यता मामाघरमा लागिसकेपछि अनि हजुरबाले गाडी दिनुहुन्थ्यो अनि आमालाई लिएर म यो घरमा आउँथेँ क्या अनि सोनम भाइलाई पनि धेरै धेरै सम्झना छ यो घरमा अनि दाजुभाइको पनि धेरै याद छ हामी अहिले भर्खर ओडाचोर आइपुग्यौँ अनि यहाँ हाम्रो सुजन टुरेसको घर अगाडिबाट मामाघरबाट निक्ल्यौँ सबै हाम्रो ओडाचोरमा घर भएको साथी सुजन टङ्कु विनोद दाई सबै साथीलाई चाहिँ सम्झना छ यो ओडाचोर भन्ने ठाउँ चाहिँ अलिक त्यस्तै यसको स्थानै त्यस्तै भएको कारणले गर्दा चाहिँ अलिक तल यो परामुनि भएको कारणले चाहिँ ओडाचोर हुन गयो ओडाको मुनि चौर थियो होला पछि बिस्तारै मान्छेहरूले यो बसोस गराइ आइसकेपछि मान्छेहरू यसो चौरमा बस्ने उत्पादन गर्ने गर्दै
जस्तो भएको माथि यस बागलुङ बजारको एरियामा बजार एरियाभन्दा थोरै तल भएको एरिया चाहिँ ओडाचोर र रामरेखा नै हो। अब हामी पर्वत जिल्लामा प्रस्थान गर्न लागेको छौँ। यो पुलले बागलुङको ओडाचोर र पर्वतको ओडारे भन्ने ठाउँ जोड्छ। सबभन्दा पहिला बनेको गुठीको पुल होइन, गुठी, त्यसपछि गोल्डेन गेट गोल्डेन गण्डकी ब्रिज, अनि यो है तेरि नाम हामीलाई त्यो मनै परेको छैन। मानव सभ्यताको धरोहर हाम्रो सभ्यतासँग संस्कृतिसँग कालीगण्डकीको एकदमै महत्त्वपूर्ण मानिन्छ। अब यसले ठुलो भूमिका खेल्न छ, ठुलो रोल खेल्न छ कालीगण्डकीले। यो चाहिँ माथि मुक्तिनाथ धामदेखि तिम्रो मुस्ताङ जिल्लादेखि म्याग्दी जिल्ला, बागलुङ जिल्ला, पर्वत जिल्ला, गुल्मी जिल्ला, स्याङ्जा जिल्ला, त्यसै गरी तनहुँ जिल्ला, लास्टमा गएर चितवनको त्रिवेणी धामसम्म चाहिँ यसले आफ्नो यात्रालाई निरन्तर कायम गरिरहेको छ। हामी अहिले पर्वत जिल्ला प्रवेश गरिसकेको छौँ। उता ओडाचोरबाट यता ओडारे, र यो पुलको नाम देख्न सक्नुहुन्छ हजुरले, नाइलेबाङ गौरीराम पुल हो। अनि पुल बनेको धेरै पनि भएको छैन हो, 3-4 वर्ष होला म्याक्स भएको। यो सर्ट हाइक एकदमै मान्छेहरूलाई रिफ्रेस हुन आउने, बिहान हिँडुल गर्न आउने, यहाँको स्थानीयलाई उता स्कुल जान काम गर्नको लागि एकदमै सहज भएको छ। त्यो चाहिँ यहीँ फेला परेको, यहीँ माथि हुन्छ। त्यसलाई खोज्न जाँदा मान्छे अर्को भेटिन्छ। गल्ती नै भेटेका हुन्छ यो गएर। त्यो पहिरोमा त क्याबी हान्न पर्छ, त्यो त मान्छेमा तान्छ भिस्को तान्दा। अहिले चाहिँ मेरो एकदमै पुरानो साथी राजन, अब यहाँ माइजो पनि पढ्नुहुन्छ। दुवैजना प्यारेन्ट्स बाहिर भइसकेपछि उहाँहरूलाई घिउ चाहियो भनेर ठुलो मम्मीहरूले यहाँ राजनकोमा भनिदिनु भएको रहेछ। अनि घिउ लिन आएको छौँ। कसले भने मामा मामा नमस्ते, खै त माइजू के भन्नुहुन्छ माइजूले? धन्यवाद। फ्रिजमा राखेको हुन्छ क्या, चिसो छ है। ल्याइस पतिना पाएन, पतिना पाएन। 3 घन्टामा 3 जिल्लाको भ्रमणमा हाम्रो पदयात्राको अन्तिम गन्तव्य थियो कालीगण्डकी नदीको किनार। कालीगण्डकी नदी नेपालको मध्यपश्चिम क्षेत्रको जीवनदायिनी मात्र होइन, यो संस्कृति, धर्म र प्रकृतिको अद्भुत सङ्गम हो। अन्नपूर्ण र धौलागिरी हिमालको बीचबाट बहने यो नदी विश्वकै गहिरो खोजको रूपमा परिचित छ। हिमालबाट झरेको यसको पानीले सदियौँदेखि पौराणिक कथाहरू र धार्मिक आस्थाहरू बोकेको छ। यसै नदीको किनारमा पाइने शालिग्राम ढुङ्गालाई हिन्दूहरू भगवान विष्णुको स्वरूप मान्छन्, जसले यसलाई अत्यन्त पवित्र तीर्थस्थलको दर्जा दिएको छ। हाम्रो पदयात्राको अन्त्य यसै कालीगण्डकीको किनारमा भयो, जहाँ त्यसको गम्भीर गर्जन र पवन स्पर्शले हामीलाई प्रकृतिको विशालता र मित्रताको यात्राको अर्थ बुझायो। हाम्रो यो सानो प्रयास माइक्रो टुरिज्मको अवधारणा नेपालको हरेक स्थानीय समुदाय, हरेक जाति, हरेक बस्तीमा पर्यटनको सम्भावना छ भन्ने प्रमाण हो। हामी सबैले आफ्नो ठाउँको कथा सुनायौँ र बुझायौँ। एक्लो हिँड्ने हो भने छिटो जान सकिन्छ, तर साथीहरूसँग हिँड्न सकेमा टाढा जान सकिन्छ। हाम्रो यो छोटो पदयात्रा 3 जिल्लाको, हिमाली जिल्ला म्याग्दी, पहाडी जिल्ला बागलुङ र यता पर्वत, जुन चाहिँ हामीले झन्डै 1 घन्टामा कम्प्लिट गऱ्यौँ। यो सबै कुराको मिक्सचर थियो।
2-3वटा झोलुङ्गे पुल, हाम्रो हिन्दू कल्चरमा एकदमै महत्त्व राख्ने कालीगण्डकी नदी, जहाँ क्रेडल टु ग्रेभ जन्मेबाट आफ्नो मरणसम्मको एउटा कनेक्सन छ। त्यहीँ नै आएर हामीले एउटा सानो यो यहाँ रिफ्रेस हुने ठाउँमा आएर हाइक अन्त्य गर्दैछौँ। अनि ओभरअल यो एक्सपिरियन्स चाहिँ यो पोसिबिलिटी पनि छ, यो रुट पनि गर्न सकिन्छ। अनि सँगसँगै यसमा मैले शालिक भाइलाई पनि सम्झिन चाहन्छु। यो धौलागिरी बहुमुखी क्याम्पसको ठ्याक्क तलतिर उनले एउटा चितुवाको साइटिङ पनि गरेको थिए, त्यो म लिङ्कमा पनि राखिदिउँला। अनि त्यसको लागि पनि एकदमै फेभरेबल स्पट छ र अन्य पोसिबिलिटीहरू पनि छ। यस्तै सानो सानो पोसिबिलिटी हामी खोज्दै हिँडेका छौँ। र अन्त्यमा विमल, रुपेश थोरै यो सानो हाम्रो यो पदयात्राको बारेमा यसको केही सिप्नोसिस यसो दिनु पऱ्यो। थ्याङ्क यू, भिजिट बागलुङ, द्याट्स अल, थ्याङ्क यू। आजको यात्रा चाहिँ हामी 3जना साथीभाइहरू भएर 3वटा जिल्ला छोटो समयमा यो छोटो रुट चाहिँ कम्प्लिट गरेका छौँ। र यो छोटो रुट चाहिँ कम्प्लिट गर्दै गर्दाखेरि विभिन्न प्रकारका यो भेजिटेसनहरू देख्यौँ अनि कतिपय कुरा ट्राई पनि गऱ्यौँ। हिँड्दै आउँदाखेरि उकालो ओह्रालो जो साथीभाइसँग यो ट्रिप चाहिँ कम्प्लिट भयो, खुसी लाग्यो। हजुरहरू पनि यसो बागलुङ बजारमा आउँदाखेरि अथवा बागलुङ बजारकै हाम्रो लोकल हुनुहुन्छ भने पनि कहिलेकाहीँ साथीहरूसँग छोटो हाइक जान चाहनुहुन्छ भने यो ट्रेल पनि दियोस्, म रिकमेन्ड गर्न चाहन्छु। थ्याङ्क यू। थ्याङ्क यू, बाई बाई गाइज, बाई बाई गरिदिउँ, बाई बाई, प्रणाम, बाई बाई, धन्यवाद। जोजोलप्पा।